सो अब चाहिँ मेरो आज भ्लग चाहिँ यसको घरदेखि स्टार्ट हुन्छ होइन म चाहिँ अब हाम्रो चाहिँ अब कलेजमा फुटसल इभेन्ट हुनु लाग्छ कि इभेन्ट स्पोर्ट इभेन्ट चल्ला आज चाहिँ हाम्रो फुटसल छ त्यही भएर चाहिँ आज म खेल्न जानु लाग्छ कि हेर्ने त्यहाँ लदा चाहिँ म यति हुन्छ क्या म अब यहाँ जान्छौँ मलाई साथी लिन आउँछ होइन त्यसपछि हामी यता जान्छ होला सो हामी निस्किसक्यौँ होइन फुटसलको यता साथीलाई राखेर हान्दै यहाँबाट अब हामी लाग्छौँ साथी गोल हान्दिनँ त आज गोल हान्ने हो अब हामी जान्छौँ आज फुटसलको अब हिजो ब्याडमिन्टन भइसक्यो आज चाहिँ फुटसल छ बिच बाटोमै हामी यता कुन शङ्खमूल फुटसलमा जान्छौँ अब हेरौँ अब त्यहीँ गएर अब केटाहरू पनि आइसक्यो त्यहीँ गएर अब भेट्छौँ हामी अब केटाहरूसँग मजाले बसेर होइन ल त सो हामी आइसक्यौँ होइन के छ एकदम ठिक छ आज जितिन्छ खै थाहा के छ तिमीले कल हाने किन गरेर म हानिरहेको पछाडि तिमीले हाने मेन प्लेयर हाम्रो तिमी होइन मेन प्लेयर म त गोलकिपर हो यार ओए हाम्रो सबमा कोही छ कि नै ए यता हो नि ल ठिक छ नि त न्यू प्लेयर हाम्रो हाम्रो कलेज प्लेयर हो कलेजकै ठिक छ साथी यार हामी अन्त छिटो पढाइ त यस्तै हो ठिक छ यार हो हो न हो कोही यति पछाडि हाम्रो आइ त थाहा मलाई त छुट्टी नभए नि आउँदैन म ओ यति पछाडि हाम्रो ओ कालो कट्टु छ भने देऊ यार कसैले छ कालो कट्टु तिमीसँग मसँग एउटा मात्र छ यार अब तिम्रो भ्युअरहरूलाई दिन्छु देऊ न ओ छ तिमीसँग कालो कट्टु छ मसँग कट्टु त छ तर त्यो छ के अर्को टाइपको छ है कट्टु ल हामी फुटबल खेल्छौँ जस्ट हार्दिनु ओए क्यामेराम्यान ल्याएन यो के हो चेन्जिङ रुम उता हो जुत्ता भुइँमा राख्ने त्यो टेबलमा खानुपर्छ ल त यार अब यहाँ केटीहरू नै आएको रहेछ नि मेरो ज्ञान हेर्न ल भाइ अब के आतिर ल हामी त फिक्स जित्छौँ होइन उता ओए हामी फिक्स जित्छौँ 100% जित्छौँ के बोला चाहिँ जर्मनको जर्सी लाग्छ 7वटा वर्ल्ड कप जितेछ के भन्छ यता हेर अहिले मैले ब्राजिलको ठिक छ लगडा पुर देखाइदियो ल मसँग जुत्ता के छ यार साथी ए किटी लिएर आएको त किटी लिएर आएर जुत्ता हल्का ठुलोमा छ जस्तो लागेको छ है मलाई विकेशको विकेश त्यहाँनिर छ राम्रोसँग देखाउन यार ल सुताएर के छ टिम पनि हो यार यो चाहिँ यता आइदिएछु त्यसो केटा विकेश यार तिमी यार गायब भइदिनुहोस् हाम्रो अपना हो ल ओए रामजाले खेल है यो भाइ मेरो एक्जामको मेलानी सँगै बसेको थियो होइन आज मेरो अपोनेन्ट चाहिँ लास्ट किपरको भन्नु किपरमै हो ल त एउटा म्याच सक्यो होइन केटाहरू सब थाकिरहेको छ ल अब अर्को गेम त हामीले जित्नुपर्छ है यो गेम पनि कस्तो दामी चल्नु त थियो कि छुट्टा गोलकाबाट खेल्यौँ कि होइन अब यहाँ हाम्रो फुटबल भ्यायो होइन जित्यो तिम्रो सँगै जाने ल केटा कस्तो छ ठिक छ ल अब हामी लाग्छौँ होइन अब नेक्स्ट इयर
नेक्स्ट इयर जित्छौँ रे उता ल त अब हामी लाग्छ म्याच लाग्नुपर्छ हामीले गेम राम्रोसँग हार्यौँ सो हामी चाहिँ अब कता जाने भनेर यता आएको थियौँ होइन पैसै नभएर हामीलाई त पैसा दिने अरे दिने कि नै पैसा थ्याङ्क यू सो मच फर गिभिङ मनी होइन अब हामीलाई पैसा आइसक्यो हामी अब के खान्छौँ यसको हामी अब के खान्छौँ केटा हामी अब यसो के हामी के खाँदैन पाटनतिर घुमेर आउँछौँ ल अब हामी पाटनतिर एकछिनमा लाग्छौँ होइन यता छ टक्क लागेर होइन ड्याक्क लागेर अब जान्छौँ हामी पाटन कि पाटनतिर जान्छौँ कि यतै भाइतिर घुम्छौँ हेर्दै जाऊँ न हामी चाहिँ आज चटपटे खाना आएको यसलाई घुमाइदियो काठमाडौँ आएको त्यही भएर अनि चटपटे खाना जाऊँ मेरो दाइ भन्दा थियो हुन्छ नि त मेरो भाइ खाइदियो त्यसो बोल्नु कि दाइले चटपटे बनाइराख्नु हुन्छ हेरेर होइन टक्क लागेर अब हामी चटपटे खान्छौँ अनि हामी लाग्छौँ भन्दाखेरि अब कस्तो छ काठमाडौँको ठाउँ भन्न त्यहाँ मजाको पाट्नु घुम्न जाने भएन अब यसलाई पनि भोलि ल्याएर मैले चाहिँ भोलिको भ्लग पाटन आउँछ पैसा कसले दिने के बिना पैसा घुम्छु अहिले कसले मिलाएन उठाएन त्यहाँनिर जाने पैसा नाइके उठाएन जाने कि तपाईँले एक्लै कसैले नजाने पैसा त मै दिन्छु नि युट्युबर हो नि त है चटपटे पनि आइसक्यो केटा हो अब हामी चटपटे खाएर हामी लाग्छौँ होइन टक्क लागेर ल यिनीहरूले चाहिँ हामीलाई नदिएर खाइरहन होइन चटपटे यो बिचरा रुइसक्यो यता टक्क लागेर अब चाहिँ म लगहरू यति निकालिदिन्छु केटा हो होइन ठिक छ बनाइरहँ के गर्नु अब खानु लाग्यो हामी चटपट चोरहरू गुना नि त नि के ढाको दुख्यो सामान त किपर खिच्ने त मलाई फेरि अगाडि पनि बसेर